चितवन फुटबल क्लबले नेपाल सुपर लिगको पहिलो जित निकाल्न सफल भएको छ। हिजो पोखरालाई 2-0ले हराउँदै उनीहरूले नेपाल सुपर लिगको पहिलो जित निकाल्न सफल भएका हुन् र चितवन पहिलो टिम बन्यो जसले नेपाल सुपर लिगमा जित निकाल्न सफल भएको छ। र योभन्दा अगाडिका दुईवटा म्याचेसहरू ड्र हुन पुगेका थिए, जहाँ पहिलो म्याच ललितपुर एफसी र काठमाडौँको बिचमा रहेको थियो, जहाँ डिफेन्डिङ च्याम्पियन ललितपुरले 2-0 को अग्रता लिएको थियो भने त्यस पश्चात एकदमै राम्रो कमब्याक गर्दै काठमाडौँले गेमलाई 2-2 मा इन्ड गरेको थियो। र दोस्रो म्याच रहेको थियो झापा एफसी र बुटवल लुम्बिनीको बिचमा। त्यो म्याच गोल रहित नै ड्र हुन पुगेको थियो। र अर्कोतर्फ आज धनगढी फुटबल क्लब र बुटवल लुम्बिनीको बिचमा म्याच रहेको छ। र अहिलेको अवस्थामा नेपाल सुपर लिगले दर्शकहरूबाट एकदमै कम्ती सपोर्ट पाइरहेको छ। र यस्तो अवस्थामा तपाईहरु कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ यो पालिको नेपाल सुपर लिगमा?